नमस्ते नमस्कार क्लास 7 का विद्यार्थीहरू। आज हामी चर्चा गर्नेछौँ क्लास 7 कम्पलसरी म्याथ च्याप्टर 1 सेट पार्ट 1 को समूह अभ्यास र त्यसको च्याप्टर वा पाठको बारेमा आज हामी इंग्लिश नेपाली दुवैमा चर्चा गर्नेछौँ। नयाँ पाठ्यक्रम 2082 अनुसार त्यसको सबैको हामी सल्युसन सहित भिडियो लिएर उपस्थित भएका छौँ, त्यसैले अन्त्यसम्म बन्दिनु होला। समूह कति प्रकारको हुन्छ, समूहमा कुन कुन पर्छ र पूर्ण संख्या, जोड संख्या, बिजोड संख्या, प्राकृतिक संख्या सबैको आज हामी कुरा गर्नेछौँ र राम्रोसित बुझाउनेछौँ एक्जाम उदाहरण सहित। त्यसैले अन्त्यसम्म बन्दिनु होला र भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब अवश्य गर्नुहोला, किनकि हामीलाई त्यसै मोटिभेट मिल्छ र त्यसैले हामी यो नयाँभन्दा नयाँ भिडियो लिएर आउँदै रहन्छौँ। अब हामी लागौँ भिडियो सुरु गर्नतिर। ल सो लेट्स बिगिन। सुरुमा पढौँ पार्ट 1 समूह। समूह भनेको के हो? कुनै पनि समान विशेषता भएका वस्तु, संख्या, मानिस, जनावर आदि मिलेर बनेको भेला हो। अर्थात् जुन जुन कुरामा एउटै प्रकारको जुन गुण हुन्छ तिनलाई एउटै ठाउँमा राख्दा बनेको कुरालाई समूह हो वा समूह भनिन्छ। उदाहरणले झन्नै सजिलो हुन्छ। एक नम्बरमा हेरौँ फलफुलको समूह, जस्तै स्याउ, केरा, आँप, अङ्गुर, यो सबै एक ठाउँमा आउँदा के हुन्छ? समूह। 2 नम्बर 10 भित्रका प्राकृतिक संख्याको समूह, 1 2 3 4 5 6 7 8 9, यो सबै एक ठाउँमा आउँदा के हुन्छ? समूह बन्छ। 3 नम्बरमा स्वर अक्षरको समूह, अ आ इ ई उ, यो सबै के हो? समूह हो। हामी सिम्पल भाषामा बुझ्दा समान गुण भएका वस्तुहरूको स्पष्ट रूपमा छुट्याउने भेला नै समूह हो। अब हामी समूहका प्रकारतिर लागौँ। टाइप्स अफ सेट, खाली समूह अर्थात् नुल सेट, सीमित समूह, डिफाइनेट सेट, असीमित सेट, इन्फिनेट सेट, इक्विभेलेन्टेड सेट, इक्वल सेट, समतुल्य समूह र बराबर समूह, जम्मा 5 प्रकारका समूहहरू छन्। यी सबैको बारेमा हामी विस्तार रूपमा पढ्नेछौँ। अब अगाडि बढौँ। भिडियोलाई लाइक गर्न नबिर्सनुहोला साथीहरू। अब हामी अगाडि बढौँ। 1 नम्बर खाली समूह। खाली समूह भनेको के हो? जुन समूहमा एक पनि तत्त्व हुँदैन त्यो खाली समूह हो। साथीहरू हामी पहिला पाठमा पनि सबैको उदाहरण सहित दिएको छ डेफिनेसनहरू, मैले पनि यहाँ सबै दिइसकेका छौँ, तपाईँहरू ज्यादा पनि गएर हेर्न सक्नुहुनेछ। अब पहिला हामी हेरौँ जुन समूहमा एक पनि तत्त्व हुँदैन, एउटा पनि हुँदैन, त्यो खाली समूह हो। उदाहरण केही पनि हुँदैन, जस्तै 5 र 6 बिचमा सम संख्या, किनकि 5 र 6 बिचमा कुनै सम संख्या छैन, त्यसैले यो खाली समूह हो। A set that has no element at all is called a null set. Example, even number between 5 and 6, no, केही पनि हुँदैन, त्यसैले यो खाली समूह हो। 2 नम्बर सीमित समूह, यहाँ भनेको फाइनाइट सेट, जसमा तत्त्वहरूको संख्या गन्न सकिन्छ। सीमित भनेको गन्न सकिन्छ, त्यो सीमित समूह हो। उदाहरण 1 2 3 4, यो गन्न सकिन्छ, यसमा 4 वटा तत्त्व वा संख्याहरू छन्, सदस्य संख्याहरू छन्। A set in which the number of element can be counted is called a finite set. अब 3 नम्बरमा असीमित समूह, इन्फिनेट सेट, जसमा तत्त्वहरूको संख्या गन्न सकिँदैन। सीमित भनेको गन्न सकिन्छ, असीमित भनेको गन्न सकिँदैन, किनकि त्यो अन्त हुँदैन, त्यस्तो समूहलाई असीमित समूह भनिन्छ। उदाहरण 1 2 3 4, जता पनि जाँदै छ, त्यो पनि भनेको छैन कहाँसम्म अन्त हुन्छ, यसको अन्तै छैन, त्यसैले गन्न सकिँदैन। A set whose element can be counted because they go on forever is called an infinite set. Example 1 2 3 अन्त्यसम्म जान्छ। अब हामी 4 नम्बरमा समतुल्य समूह, इक्विभेलेन्ट सेट, 2 वा धेरै समूहमा तत्त्वहरूको संख्या बराबर भए तर तत्त्वहरू फरक भए पनि तिनीहरूको समतुल्य समूह हुन्छन्। जस्तै हामी हेर्न सकिन्छौँ। उदाहरण A = ABC र B = 1 2 3, यो सदस्य संख्या सेम छ, सदस्य संख्या 3 वटा छ, दुवैमा 3 वटा तत्त्व वा संख्या छन्, त्यसलाई समतुल्य समूह भनिन्छ। If two sets have the same number of elements, even if the elements are different, they are equivalent set. Example ABC र 1 2 3, तपाईँले बुझ्न सक्नुहुनेछ।
यो नम्बरमा सेम हुन्छ कि तीनवटा त्योमा तीनवटा त्योमा योमा पनि। अब अन्त्य 5 नम्बर बराबर समूह इक्वल सेट जसमा तत्त्वहरू पुरै उस्तै हुन्छन् त्यो बराबर समूह हो। क्रम अर्डर फरक भए पनि तत्त्वहरू समान भए पुग्छ। उदाहरण एमा छ 1 2 3 र बीमा छ 3 1 2 यो बराबर समूह हो किनकि यसमा 1 पनि छ 2 पनि छ 3 पनि छ त्योमा पनि 1 छ 2 छ 3 छ दुवै छ। Two sets are called equal set if they have exactly the same element, other does not matter. Example 1 2 3 or 3 2 1 तपाईले बुझ्न सक्नुहुनेछ साथीहरू। अब हामी लाग्छौं नम्बरतिर। पहिला हेरौं प्राकृतिक संख्या यानी नेचुरल नम्बर। सधैं एकबाट सुरु हुने गन्तीको लागि प्रयोग हुने घनात्मक संख्याहरूलाई प्राकृतिक संख्या भनिन्छ। उदाहरण सबैलाई थाहा नै छ 1 2 3 4 5 6 7 8 9 यो सबै के हो प्राकृतिक संख्या 1 देखि सुरु हुन्छ। पोजिटिभ काउन्टिङ नम्बर स्टार्टिङ फ्रम 1 एक्जाम्पल 1 2 3 4 5 याद गर्ने ट्रिक पनि छ के छिटो याद गर्ने ट्रिक पनि छ। 1 बाट सुरु गरेर गन्ने संख्याहरू नै प्राकृतिक संख्या हो यो त सिम्पल। अब 2 नम्बरमा जोड संख्या इभेन नम्बर भनेको के हो 2 4 6 जस्ता संख्याहरू जुन 2 ले भाग गर्दा बाँकी शेष 0 आउँछ भाग गर्दा शेष 0 आउँछ त्यसलाई हामी के भनिन्छ जोड संख्या। त्यो नर्मली पनि भन्न सक्नुहुनेछ 2 4 6 8 10 12 14 सबैको लास्टमा 0 शेष आउँछ। नम्बर डिभिजिबल बाइ 2 विथ नो रिमाइन्डर्स एक्जाम्पल 2 4 6 8 10 यहाँ मैले एक्जाम्पलमा पनि भनिसकेका छौँ 2 ले भाग गर्दा 0 शेष आएको छ यसलाई भनिन्छ शेष रिमाइन्डर। ट्रिक के छ 2 ले भाग हुने जोड संख्या हो। 3 नम्बरमा बिजोड संख्या ओड नम्बर 2 ले भाग गर्दा 1 बाँकी आउने संख्या भनेको 1 शेष आउँछ जस्तै 1 3 5 7 9 11। नम्बर द्याट गिभ रिमाइन्डर्स 1 when divide by 2 2 ले गर्दा डिभाइड आउँछ 2 ले डिभाइड गर्दा 1 शेष आउँछ त्यसलाई भनिन्छ बिजोड संख्या। यसको पनि ट्रिक यही छ 2 ले भाग गर्दा बाँकी 1 आउँछ त्यसलाई बिजोड संख्या भनिन्छ। अब 4 नम्बरमा पूर्ण संख्या होल नम्बर प्राकृतिक प्लस 0 थप्दा के आउँछ पूर्ण संख्या जस्तै 0 1 2 3 4 5 यो सबै सेमै हुन्छ। नेचुरल नम्बर इन्क्लुडिङ 0 एक्जाम्पल 0 1 2 3 4 5 यसमा ट्रिक के छ 0 पनि जोडेर हेर्ने हो भने पूर्ण संख्या हो। संयुक्त संख्या कम्पोजिट नम्बर 1 र आफू बाहेक अरू संख्याबाट पनि भाग हुने संख्या 1 र आफू अरू पनि संख्याहरूबाट भाग हुने संख्यालाई के भनिन्छ संयुक्त संख्या जस्तै 4 6 8 9 12 नम्बर द्याट ह्याभ मोर देन 2 फ्याक्टर्स देन एक्जाम्पल 4 6 8 9 12 ट्रिक के छ 1 2 आफू बाहेक अरूले पनि भाग गर्दा भने संयुक्त संख्या हो। तपाईले बुझ्न सक्नुहुन्छ जस्तै हामी हेर्न सक्नुहुन्छ 1 into 6 6 हुन्छ 23 3 into 2 धेरै संख्याबाट जान्छ नि त यसलाई भनिन्छ संयुक्त संख्या। अब हेरौँ रुट संख्या 6 नम्बरमा प्राइम नम्बर 1 र आफू बाहेक अरूबाट भाग नहुने जस्ट अपोजिट त्योमा भाग हुने योमा भाग नहुने संयुक्त संख्यामा भाग हुने रुट संख्यामा भाग नहुनेलाई रुट संख्या भनिन्छ। एक्जाम्पल 2 3 5 7 11 यसमा मात्र 1 र आफूबाट मात्र हुन्छ जस्तै 2 × 2 र 2 मात्रै हुन्छ कि अब के हुन सक्दैन त्यसैले यसलाई रुट संख्या भनिन्छ। नम्बर डिभिजिबल ओन्ली बाइ 1 एन्ड इटसेल्फ एक्जाम्पल 2 3 5 7 11 यसलाई नै भनिन्छ रुट संख्या। 1 र आफू बाहेक कुनैले भाग गर्न सकेन भने प्राइम नम्बर हो। कम्पोजिट नम्बरमा जस्ट अपोजिट भाग हुने। अब 6 नम्बर गुणनखण्ड फ्याक्टर मल्टिपल्स गुणनखण्ड भनेको फ्याक्टर कुनै संख्याभित्र सम्पूर्ण भाग हुने संख्याहरूलाई भनिन्छ। यहाँ मैले एक्जाम्पल सहित भनेका छौँ 6 का गुणनखण्ड के हो 1 into 6 = 6 2 into 3 = 6 3 into 2 = 6 6 into 1 = 6 यसलाई के भनिन्छ गुणनखण्ड। केबाट र के गरेर गुणनखण्ड हुन सकिन्छ तपाईले हेर्न सक्नुभयो यसरी नै हुन्छ अरू केहीबाट हुँदैन त्यसैले 1 2 3 6 मात्र हुन्छ यसको गुणनखण्ड। गुणक भनेको मल्टिपल कुनै संख्याको गुणा गरेर बन्ने संख्यालाई हामी के भनिन्छौँ गुणक। 3 का गुणक के हो 3 6 9 12 फ्याक्टर। अब इंग्लिशमा बुझाऊ फ्याक्टर नम्बर द्याट डिभाइड द नम्बर कम्प्लिटली एक्जाम्पल फ्याक्टर अफ 6 1 2 3 6 तपाईले एक्जाम्पल माथिमा हेर्न सकेका होला। अब मल्टिपल नम्बर
नम्बर ट्रेन बाई मल्टिप्लिङ नम्बर बाई 1 2 3 त्यही हो। ट्रिक के छ यसको कुनै सङ्ख्याले विभाजन गर्दा बाँकी 0 फ्याक्टर गुणा गरेर आउनेलाई मल्टिपल भनिन्छ। अब हामी सल्युसनतिर लागेका छौँ। कक्षा 7 पाठ 1 अभ्यास 1.1 को समूह वा सेट के भनेको छ 1 नम्बरमा। अब हामी छिटोभन्दा छिटो के लागौ अभ्यासतिर लागौ। तल दिएका समूहहरूलाई सूचीकरण विधिबाट लेख्नुहोस् र ती समूहका सदस्यहरूको सङ्ख्या पनि लेख्नुहोस्। के गर्नु छ सूचीकरण विधिबाट लेख्नु पर्छ अथवा समूहका सदस्यहरूको सङ्ख्या पनि लेख्नु छ के नम्बर। पहिला हेरौँ 1 नम्बरमा a = 13 13 सम्मका रुट सङ्ख्याहरू लेख्नुहोस् हैन। a = 2 3 5 7 11 13 तपाईँहरू माथि नै हेरेको होला यसको इक्जाम्पल र भनेको के हो सबै कुरा। यो सिम्पल हो कि अथवा n a = कतिवटा छ सङ्ख्याहरू अर्थात् सदस्य सङ्ख्याहरू 1 2 3 4 5 6 6वटा छ जम्मा त्यसैले n = 6। अब b नम्बरमा b = x बार एउटा 40 भन्दा सानो 4 को अपवर्य हो भनेको गुणन। b = 40 भन्दा 4 को गुणन के हो हैन। 4 8 12 16 20 24 28 32 38 40 भन्दा कम यो के हो अपवर्त्य। n b = 9 वटा छ। अब हेरौँ ग नम्बरमा c = 2 भन्दा ठुला र 7 भन्दा साना गन्तीका सङ्ख्याहरू गन्तीका के c = 3 4 5 6 गन्तीका सङ्ख्याहरू भयो। 2 भन्दा ठुला भनेको 3 7 भन्दा साना भनेको 6 n c = 1 2 3 4 4वटा भयो नम्बर सङ्ख्या सदस्य सङ्ख्या। d नम्बर भनेको छ 20 का गुणनखण्डहरू 20 का गुणनखण्डहरू के हुन सकिन्छ। यहाँ मैले तपाईँलाई सिम्पल तरिकाले बुझाउन खोजेको। मैले आशा गर्दैछु तपाईँहरू बुझ्न सक्नुहुनेछ। 20 का गुणनखण्डहरू छ 1 × 20 = 20 2 × 10 3 बाट आउँछ आउँदैन किनकि 3 6 9 12 15 18 21 आइहाल्छ नि त त्यसले आउँदैन। 4 ले आउँछ 4 × 5 20 5 × 20 10 × 2 20 20 × 1 20 20 सबै यस्तै आउँछ। यसले लेख्नु होला d = 1 2 3 1 2 4 5 10 20 d = and d = 6 सदस्य सङ्ख्या हो। अब हामी 2 नम्बरतिर लागौ। साथीहरू तपाईँहरू बुझ्न सक्नुहुनेछ एकदमै सिम्पल र एकदमै सजिलो तरिकाले मैले बुझाइरहेका छु एकदमै इक्जाम्पल सहित सबै कुरा दिएर। अब 2 नम्बरमा दिएका समूहहरूमध्ये खाली समूह भए ठिक गर्नुहोला टिक पार्नुहोला र अरूलाई बेठिक चिन्ह लेख्नुहोस्। ल हेरौँ क नम्बरमा 1 भन्दा साना प्राकृतिक सङ्ख्याहरूको समूह। प्राकृतिक सङ्ख्यामा 1 भन्दा साना के हुन्छ हुँदैन त्यसैले यो खाली समूह हो यसलाई टिक हान्नु। ख नम्बरमा जोड रुट सङ्ख्याको समूह जोडमा त 2 देखि नै सुरु हुन्छ यसमा त भयो नि त यो खाली समूह हुँदैन यसले बेठिक गर्नुहोला। ग नम्बरमा कक्षा 7 का 6 फिट भन्दा अग्ला विद्यार्थीहरूको समूह हुँदैन किनकि साथीहरू धेरै सम्भावना छैन कि कक्षा 7 मा 6 7 फिट भन्दा अग्ला विद्यार्थीहरू हुन पनि सकिन्छ। हुँदैन कि हुँदैन यो त हुँदैन क्या यसलाई हामी ठिक पार्न सकिन्छौँ किनकि एउटा पनि हुँदैन। घ नम्बर 2 ले भाग जाने बिजोड सङ्ख्याहरूको समूह 2 ले भाग जाने यो त 2 ले भाग जाने बिजोड सङ्ख्या हुँदैन त्यसैले यो ठिक हुन्छ। 3 नम्बरमा तल दिएका समूहहरूबाट सीमित वा असीमित समूह छुट्याउनुहोस्। सीमित समूह भए सदस्य सङ्ख्या पनि लेख्नुहोस्। पहिला त हामीलाई सीमित वा असीमित सङ्ख्या छुट्याउनु पर्छ। असीमित समूह भए त हामीलाई सदस्य सङ्ख्या पनि लेख्नु पर्छ। जस्तै हेरौँ क नम्बरमा दिएको छ a = 20 भन्दा ठुला बिजोड सङ्ख्याहरू कहाँसम्म भनेको छ त्यो भनेको छैन कहाँसम्म 20 भन्दा ठुला बिजोड सङ्ख्याहरू जस्तैमा 21 23 25 27 29 गर्दा गन्न सक्दैन त्यहाँसम्म पुगिन्छ त्यसलाई भनिन्छ असीमित समूह।
तो ख नम्बरमा p = 20 भन्दा साना रुट संख्याहरू p = के 20 भन्दा साना रुट संख्याहरू 2 3 5 7 11 13 17 19 यसलाई भनिन्छ सीमित समूह किनकि हामीले गन्न सकिन्छ हामीहरू माथि त पढेका छौं नि जसलाई गन्न सकिन्छ यसलाई सीमित समूह भनिन्छ यसमा त गन्न सकिन्छ नि 1 2 3 4 5 6 7 8 and p = 8 गन्न सकिन्छ त्यसैले सीमित समूह हुन्। अब ग नम्बरमा c = 20 भन्दा साना संयुक्त संख्याहरू c = 20 भन्दा के साना संयुक्त संख्याहरू 2 4 6 8 10 12 16 12 14 16 18 ये सब के हो संयुक्त संख्याहरू हो कम्पोजिट नम्बर। अन c = 8 सीमित समूह हो यसलाई गर्न सकिन्छ। अब घ नम्बरमा w = 1 भन्दा साना पूर्ण संख्याहरू 1 भन्दा साना के हुन्छ पूर्णमा मैले के भनेको थियो प्राकृतिक संख्या प्लस 0 थप्नु पर्छ तब हुन्छ पूर्ण संख्या 1 भन्दा साना हुन्छ 0 यसलाई सीमित समूह मान्न सकिन्छ किनकि 1 भन्दा साना पनि छन् 0। अब हामी 4 नम्बरमा पहुँचेका छौं साथीहरू एकदमै भिडियोलाई राम्रोसित हेर्नु होला भिडियो मन परेमा लाइक गर्नु होला र साथीहरू यस्तै खालका नयाँ भन्दा नयाँ भिडियो आउँदै रहन्छ त्यसैले सब्स्क्राइब गरिदिनु होला। अब 4 मा भनेको छ तल दिएका समूहहरू मध्ये कुन कुन बराबर समूह हुन् बराबर भए चिन्हको प्रयोग गरी लेख्नुहोस्। क नम्बरमा हेरौ यहाँ के भनेको छ कुछ न कुछ अरु म रिपिट गर्छु तल दिएका समूहहरू मध्ये कुन कुन बराबर समूह हुन् कुन बराबर समूह हुन् बराबर भए चिन्हको प्रयोग गरी लेख्नुहोस् चिन्हको प्रयोग = को प्रयोग गर्नुपर्छ। क नम्बरमा हेरौ p = 2 देखि 9 सम्मका रुट संख्याहरू र q मा भनेको छ 1 देखि 8 सम्मका बिजोड संख्या। हेरौ p नम्बरमा 2 3 5 7 यसलाई भन्छ रुट संख्या यहाँ भनेको छ 1 देखि बिजोड संख्या के 1 3 5 7 यो के हो योमा के मिलिरहेको छ योमा पनि 4 वटा योमा पनि 4 वटा यो के हो समतुल्य समूह हो भनेको यो बराबर समूह होइन त्यसैले भनिन्छ यहाँ p is not q त्यसैले बीचमा काट्नु पर्छ = मा यो छैन भनेको। ख नम्बरमा हेरौ a = 2 ले भाग जाने 20 भन्दा साना प्राकृतिक संख्याहरू र b मा भनेको छ 10 भन्दा साना जोड संख्याहरू a = हेरौ 2 4 6 8 10 12 14 16 18 किनकि 20 भन्दा साना भनेको छ प्राकृतिक संख्याहरू 2 ले भाग गरेर जाने b मा भनेको छ 10 भन्दा साना जोड संख्याहरू 2 4 6 8 यो पनि समतुल्य समूह होइन केही पनि हुँदैन यसलाई हामीले क्रस गर्नुपर्छ a is not called b। अब ग नम्बरमा c = lure र d = rule मैले के भनेको छु उस्ता उस्तै हुनुपर्छ र सेम एकदमै सदस्य संख्याहरू पनि मिल्नुपर्छ यसलाई बराबर संख्या हामी मान्न सकिन्छौं किनकि 4 वटा र सबै कुरा मिल्छ rule उल्टा पुल्टा भए पनि पुगेकै हुँदैन c = d एन्सर यही हुन्छ। अब घ नम्बर a = 16 का गुणनखण्डहरू र b मा छ 4 ले भाग जाने 16 सम्मका संख्याहरू a = 1 2 4 8 16 मैले सुरुमै भनेका छौ 16 का संख्या गुणनखण्डहरू कसरी निकाल्ने 2 * 8 = 16 4 * 4 16 यो सबै तपाईहरु आफै निकाल्नु होला यो मिलेन त्यसैले a is not called b। 5 नम्बरमा के भनेको छ अब 5 नम्बरमा साथीहरु तल दिएका समूहहरु मध्ये बाट समतुल्य समूह छुट्याउनु होला। क नम्बरमा हेरौ a = god र b = dot समूह a र b आपसमा समतुल्य हुन् त्यसैले a समतुल्य b यसलाई समतुल्य भनिन्छ यसलाई। अब ख नम्बर a = abc x सम्म छ र y मा 1 2 3 र 12 सम्म छ समूह a र y आपसमा समतुल्य होइन किन होइन किनकि केही मिल्दैन नि त योमा 3 वटा छ 3 वटा छ 3 वटा मिलेको छ भनेको समतुल्य समूह हुन् योमा केही पनि मिलेको छैन योमा 12 वटा मात्र छ योमा 1 सम्म छ त्यसैले मिलेन। अब ग नम्बरमा c = line र d = file योमा मिल्छ किनकि 4 वटा छ समूह c र d आपसमा समतुल्य हो किनकि c समतुल्य d किनकि 4 4 संख्याहरू दुवैमा छ सदस्य संख्याहरू। अब घ नम्बरमा g = 1 2 3 4 5 र h मा छ x अपन 2 x एउटा
भन्दा सानो प्राकृतिक संख्या हो। अहिले यहाँ हेऱ्यौँ न किताबमा हेर्नुपर्छ। समूह जी इक्वल टू एच भएकाले यिनीहरू आपसमा समतुल्य हुन्। जी समतुल्य एच। अब 6 नम्बरमा यदि दिएका समूहहरू ए इक्वल टू 0 1 2 3 र बी इक्वल टू 1 2 3 र सीमा 0 र डीमा केही पनि दिएको छैन खाली र ईमा 1 2 3 र एफमा 1 भएका तलका प्रश्नहरू उत्तर दिनुहोस्। कमा हेरौँ प्रत्येक समूहको सदस्य संख्याहरू लेख्नुहोस्। प्रत्येकको के त्यसले हामी यहाँ युनिभर्सल लगाउँछौँ। युनिभर्सलमा के लेख्ने हो युनिभर्सल सेटमा यसमा 0 1 2 3 किनकि सबैमा आएका छ के यसमा 1 2 3 1 2 3 0 1 सबै यो आइहाल्छ यसमा यो लेख्दा युनिभर्सल सेट इक्वल टू 0 1 2 3 सबै पुग्यो। ख नम्बरमा कुन समूहका सदस्य संख्याहरू बराबर छन्। समूह बीई र सीएफका सदस्य संख्याहरू बराबर छन्। हेरौ बी र ईमा 1 2 3 1 2 3 तीनवटा छ र सीमा 0वटा डीमा सीमा 0वटा र एफमा वो 1वटा 1वटा छ भनेको यो पनि बराबर छ। समूह बीई र एसीएफका सदस्य संख्याहरू बराबर छन्। सदस्य संख्या छ के। अब ग नम्बर सदस्य संख्या बराबर भएर पनि आपसमा बराबर नहुने समूहहरू कुन हुन्। सी र एफ कुन समूह बराबर छन् लेख्नुहोस्। बी र ई बराबर छन् र सीएफ के छ बराबर भएर पनि आपसमा बराबर नहुन समूहहरूलाई कुन समूह हो सी र एफ। यसमा 0 छ यसमा 1 छ यसमा 1 2 3 1 2 3 दुवै मिलेको छ। 7 नम्बरमा अब यदि समूहहरू ए इक्वल टू 4 5 र बी इक्वल टू सी डी छन् भने यी दुई समूहहरू समतुल्य छन् कारण सहित लेख्नुहोस्। सल्युसनमा हेरौ समूह ए र बी आपसमा समतुल्य हुन् किनभने समूह ए र समूह बी का सदस्य संख्याहरू बराबर छन्। 7 नम्बरमा के छ समूह ए र बी का सदस्य संख्याहरू बराबर छन् त्यसैले यो बराबरहरू छन्। ल अब हामी माथि हेरौ 8 नम्बरमा भनेको चाहिँ यदि ए इक्वल टू एबीसीडी र बी इक्वल टू एबीसीडीई भए प्रश्न हेरौ क नम्बरमा के समूह ए र बी बराबर छन् बराबर छैन। ए र बी बराबर छैन। ख नम्बरमा समूह ए र समूह बी लाई बराबर बनाउन के गर्नुपर्छ। यो सिम्पल कुरा हो के साथीहरू यहाँ हेर्न सक्नुहुनेछ। समूह ए र समूह बी लाई बराबर बनाउन समूह बी बाट समूह सदस्य ई लाई हटाउनु पर्ला तब मात्रै मिल्छ। साथीहरू आजको यो 1.1 को अभ्यास सक्यो। एकदमै मजा तरिकाले र रमाइलो गर्दै इक्जाम्पल सहित भिडियोलाई प्यार दिनुहोला र सपोर्ट गर्नुहोला। अब हामी नेक्स्ट भिडियो समूहबाट 1.2 को अभ्यास लिएर आउँदैछौँ त्यसैले सब्स्क्राइब गरेर राख्नुहोला।